सिक्किम चाहिँ सर्ने हाम्रो यहाँ लुपनले भन्नुहुन्छ अब हाम्रो यो एकदम मजाको जग्गामा आइपुग्यो। खोला नाला हरियाली झार जङ्गल है। हाम्रो सिक्किम चाहिँ साँच्चै नै एउटा ईश्वरले बास गरेको ठाउँ जस्तो मलाई लाग्छ है। प्राकृतिकको सौन्दर्यहरू है। अनि यहाँ खोला नाला कति हामी यस्तो ठाउँमा है रमाउँछौँ बस्छौँ है। अनि हामीले राम्रो झार जङ्गलहरू है हावापानी खान्छौँ। अनि नै होला हामी अहिले पनि अब सबै कुरोमा बिमार केही छैन हामीलाई नि सर। मलाई त्यस्तो लाग्छ सर, तपाईँलाई कस्तो लाग्छ है? हामी साँच्चै नै अब हेल्दी छौँ जस्तो लाग्छ है। अहिले बिमार छैन। हामी यस्तो झार जङ्गल खोला नालासँग लडेर खाएर यस्तो भएको जस्तो लाग्छ मलाई सर। एकदम हाम्रो लुपनले चाहिँ एकदम राम्रो भन्नुभयो। हामी यस्तो प्युर एकदम राम्रो हेल्दी यो एकदमै राम्रो इन्भाइरोमेन्टमा बसेको कारणले गर्दाखेरि चाहिँ हामीलाई अहिले त्यस्तो डरलाग्दो बिमारले पनि भेटेको छैन। हामी एकदम जाति कुशल छौँ। अन्त यो तपाईँहरूलाई मेरो सर्ट भिडियो अब यतिमै नै म एन्ड गर्न चाहन्छु। धन्यवाद।